नमस्कार साथीहरू, स्वागत छ मेरो सिभिल इन्जिनियरिङ नलेज युट्युब च्यानलमा। मैले आज लुम्बिनी प्रदेश सरकार कार्यविभाजन नियमावली 2079 लिएर आएको छु। यो चाहिँ हाम्रो सिभिल इन्जिनियरिङतर्फ 5औँ तहमा चाहिँ सिलेबसमा तोकेको छ, त्यहाँ लास्ट पोइन्टमा चाहिँ तोकेको छ। त्यस कारणले गर्दा हामीले पढ्नुपर्ने छ। यो चाहिँ प्रदेश राजपत्र लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित यो नियमावली हो, प्रदेश सरकार कार्यविभाजन नियमावली। ल यसलाई चाहिँ हेर्नुपर्ने छ। ल भिडियो सुरु गरौँ है। ल यो चाहिँ खण्ड 6 राप्ती उपत्यका देउखुरी नेपाल भनेर हाम्रो उपत्यका चाहिँ राजधानी रहेको छ र माघ 27 गते 2079 सालमा चाहिँ के भयो भन्दाखेरि यो सार्वजनिक अर्थात् स्वीकृत भएको थियो। यो प्रदेश सरकारको भाग 2 अन्तर्गत यो चाहिँ मुख्यमन्त्री वा मन्त्री परिषदको कार्यालयले सूचना जारी गर्छ। यो चाहिँ कहिले स्वीकृत भयो भन्दाखेरि 2079-10-27 मा स्वीकृत भएको हो। त्यसै गरी यो नियमावलीको नाम चाहिँ प्रदेश सरकार कार्यविभाजन नियमावली 2069 भनेर राखिएको छ। त्यसै गरी हाम्रो चाहिँ नेपालको संविधानको धारा 174 को नेपालको संविधानको धारा 174 को उपधारा 1 ले लिएको अधिकार हो। 1 ले लिएको अधिकार प्रयोग गरेर लुम्बिनी सरकारले दिएका नियमहरू, विभिन्न किसिमका नियमहरू चाहिँ के गरेको छ, बनाएको छ। यसमा चाहिँ सर्वप्रथम चाहिँ संयुक्त नाम र प्रारम्भ भन्ने छ। नामहरू के छ भन्दाखेरि यो नियमको नाम चाहिँ मैले अगाडि पनि भनिसकेँ, प्रदेश सरकार कार्यविभाजन नियमावली 2069 रहेको छ। यो त्यसै गरी हाम्रो यसै 1 नम्बरको फेरि 1 मा चाहिँ यसको नाम भयो, 2 नम्बरमा चाहिँ यो तुरुन्त प्रारम्भ हुनेछ भनेर के गरिएको छ, व्यवस्था गरिएको छ। र 2 नम्बरमा रहेको छ परिभाषा। परिभाषामा चाहिँ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा चाहिँ हामीले प्रदेश भनेको के हो, प्रदेश सरकारलाई के बुझिन्छ, मन्त्रालय भन्नाले के बुझिन्छ, मन्त्री भन्नाले के बुझिन्छ, मुख्यमन्त्री भन्नाले के बुझिन्छ भन्ने कुराहरू यहाँ चाहिँ खुलाएको छ। हाम्रो प्रदेश भन्नाले चाहिँ लुम्बिनी प्रदेशलाई सम्झिनुपर्छ भन्छ। त्यसै गरी प्रदेश सरकार भन्नाले चाहिँ त्यहाँ भएका लुम्बिनी प्रदेशमा भएका मन्त्री परिषदलाई चाहिँ के गर्छ, जनाउँछ। त्यस्तै गरी हाम्रो मन्त्रालय भन्नाले चाहिँ हाम्रो प्रदेश सरकारको मन्त्रालयले सम्झिनुपर्छ। सो शब्दले मुख्यमन्त्री वा मन्त्रीको कार्यालयलाई समेत के गर्छ, यसले जनाउँछ। त्यस्तै मन्त्री भन्नाले त्यहाँ भएका प्रदेशका मन्त्रीहरूलाई सम्झिनु पर्दछ। कार्यभार सम्हाल्ने व्यक्तिहरू, राज्य मन्त्रीहरू समेतलाई चाहिँ के गर्छ, जनाउँछ। त्यसै गरी मुख्यमन्त्री भन्नाले चाहिँ मुख्यमन्त्रीलाई सम्झिनुपर्छ, त्यहाँको प्रदेशको मुख्यमन्त्रीलाई सम्झनु पर्दछ। त्यसै गरी 3 नम्बरमा चाहिँ के छ भन्दाखेरि मन्त्रालय र कार्य सम्पादन। प्रदेशमा रहेको अनुसूचीको 1 मा उल्लेख भए बमोजिम मन्त्रालय रहनेछन् भन्छ। यसमा चाहिँ र प्रदेश सरकारको कार्य सम्पादन सोही मन्त्रालयबाट हुनेछ। कार्य सम्पादन के छ, ती प्रदेशको जुन मन्त्रालयमा जुन काम पर्छ त्यही कामबाट के हुन्छ, त्यही मन्त्रालयबाट चाहिँ के हुन्छन्, कार्य सम्पादनहरू हुनेछन् भनेर चाहिँ भनिएको छ। त्यसै गरी 4 मा छ कार्यविभाजन भन्छ। कार्यविभाजन चाहिँ मन्त्रालयबाट सम्पादन हुने कार्यको विभाजन अनुसूची 2 मा उल्लेख भए बमोजिम हुनेछ। अनुसूची 2 मा चाहिँ हाम्रो मन्त्रालय र कार्य सम्पादन छ, त्यो बमोजिम चाहिँ के हुनेछ, कार्यविभाजन हुनेछ। त्यसै गरी मुख्यमन्त्रीले कुनै मन्त्रीलाई 1 वा 1 भन्दा बढी मन्त्रालय कार्यभार सुम्पर्न सक्नेछ। मुख्यमन्त्रीले चाहिँ कुनै पनि विभागीय मन्त्रीहरू हुन्छन् तिनीहरूलाई चाहिँ कामहरू चाहिँ मन्त्रालयमा चाहिँ मन्त्रीहरू छैनन् भनेपछि त्यहाँ चाहिँ के गर्छ भन्दाखेरि त्यो मन्त्रालयको जिम्मेवारी चाहिँ अर्को जुनसुकै मन्त्रीलाई पनि के गर्न सक्नेछ, यो कार्यभार सुम्पिन सक्नेछ भनेर चाहिँ भनिएको छ। त्यसै गरी हाम्रो अर्को रहेको छ मुख्यमन्त्रीले कुनै मन्त्रालयलाई तोकिएको काममध्ये केही काम आफैले वा सम्बन्धित कामको सिफारिसमा अर्को कुनै मन्त्रीले हेर्ने गरी तोक्न सक्नेछ। यो भनेको चाहिँ मुख्यमन्त्रीले कुनै मन्त्रालयलाई तोकेको काममध्ये है
मुख्यमन्त्रीले चाहिँ कुनै पनि मन्त्रालयमा त्यहाँ काम तोक्छ, त्यो मन्त्रीलाई केही काम आफैले पनि गर्न सक्छ र कुनै पनि काम चाहिँ सम्बन्धित मन्त्रीको सिफारिसमा अर्को मन्त्रालयले हेर्ने गरी तोक्न सक्ने व्यवस्था पनि छ। मन्त्रीले आफै पनि हेर्न सक्छ मुख्यमन्त्रीले, वा त्यहाँबाट सिफारिस गरेर अन्य कुनै मन्त्रीलाई पनि तोक्न सक्ने छ भन्छ। तर सम्बन्धित मन्त्री प्रदेश बाहिर जानु परेको अवस्थामा निजको काम कुनै अर्को मन्त्री वा मुख्यमन्त्री आफैले हेर्ने गरी तोक्ने त्यो सिफारिस आवश्यक पर्ने छैन भन्छ। त्यसमा चाहिँ जुन मुख्यमन्त्रीले चाहिँ सिफारिस गरिएको एउटा मन्त्रालयमै दिएको हुन्छ र त्यो मन्त्रालय त्यही मन्त्री चाहिँ छोडेर जानु पर्यो भनेपछि के हुन्छ, अर्को मन्त्री वा मुख्यमन्त्री आफैले चाहिँ हेर्ने गरी तोक्ने व्यवस्था गरिएको छ, सिफारिस चाहिँ के गर्छ, आवश्यक पर्दैन भन्छ। त्यसै गरी मन्त्रीहरूको जिम्मेवारी के छ भन्दाखेरि नियम 4 बमोजिम मन्त्रालयलाई तोकिएको कार्यहरू सम्पादन गर्ने वा गराउने र कार्य सम्पादन भए नभएको विषयमा चाहिँ उत्तरदायित्व वहन गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रीको हुनेछ। त्यहाँ तोकिएका कार्यहरू सम्पादन भएनन्, गरिएका छन् कि छैनन्, ती गराउने कामहरू के गर्छ, मन्त्रीहरूले चाहिँ गर्नुपर्ने हुन्छ भन्छ। त्यसै त्यही भएको छैन, कामहरू नभएको अवस्थामा चाहिँ के हुन्छ, मन्त्रीहरूले चाहिँ के हुन्छ, जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ भन्छ। त्यसै गरी अर्को रहेको छ अनुसूचीमा हेरफेर। कुनै पनि अनुसूची हेरफेर गर्नु पर्यो भनेपछि त्यहाँ के गर्ने भन्दाखेरि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची 2 वा उल्लेखित भएको मन्त्रालय कार्य जिम्मेवारीमा आवश्यक हेरफेर गर्न सक्नेछ। के भन्दाखेरि त्यहाँ राजपत्रमा सूचना प्रकाशन गर्ने र त्यहाँ चाहिँ प्रदेश सरकारले चाहिँ कार्य जिम्मेवारी हुन्छन् तिनीहरू हेरफेर गर्न सक्नेछ चाहिँ भन्छ। अब खारिजी गर्ने र बचाउ गर्ने कुरा छ। प्रदेश सरकार कार्यविभाजन नियमावली 2078 खारिज गरिएको छ। यसअघिको चाहिँ नियमावली 2078 थियो, त्यो 78 चाहिँ के गरिएको छ, खारिज गरिएको छ। अब 2 उपनियम 1 बमोजिम खारिज भएको नियमावली अनुसार भएका कारबाही यसै नियमावली बमोजिम गरेको मानिने छ भन्छ। यही नियमावलीले चाहिँ के गरिएको हो, त्यसलाई खारिज गरिएको। अब त्यसै गरी हाम्रो अनुसूचीहरू छन्। अनुसूची 1 मा चाहिँ के छ भन्दाखेरि अनुसूचीहरू है नियम 3 सँग सम्बन्धित प्रदेशमा रहने मन्त्रालयहरू, प्रदेशमा चाहिँ कुन कुन मन्त्रालयहरू छन् छैनन् भन्ने कुराहरू गर्छ। अब हाम्रो प्रदेशमा रहेका मन्त्रालयहरू चाहिँ मुख्यमन्त्री वा मन्त्री परिषदको कार्यालय छ। 2 मा चाहिँ हाम्रो आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय रहेको छ भने 3 मा चाहिँ आर्थिक मामिला मन्त्रालय, अर्को चाहिँ हाम्रो उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, अर्को रहेको छ कृषि तथा भूमि व्यवस्था मन्त्रालय, अर्को छ खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय, अर्को रहेको छ भौतिक पूर्वाधार विकास मन्त्रालय, अर्को रहेको छ वन तथा वातावरण मन्त्रालय, अर्को रहेको छ सामाजिक विकास मन्त्रालय र अर्को रहेको छ स्वास्थ्य मन्त्रालय गरेर जम्मा चाहिँ कतिवटा 10 वटा मन्त्रालयहरू कहाँ छन्, लुम्बिनी प्रदेशमा चाहिँ कतिवटा मन्त्रालय छन् भनेर चाहिँ क्वेसन आएपछि हामीले 10 वटा चाहिँ लगाउन सक्छौँ भनेर भन्छ। 10 वटा मन्त्रालय हाम्रो सङ्घमा चाहिँ कतिवटा छन्, 25 वटा हुन् कि कतिवटा छन् मन्त्रालय, 25 छन्। हाम्रो प्रदेशमा लुम्बिनी प्रदेशमा चाहिँ 10 वटा मन्त्रालयहरू रहेका छन्। अनुसूची 1 मा के रहने व्यवस्था गरिएको छ भनेर क्वेसन आउन सक्छ। प्रदेशमा रहने मन्त्रालयहरू रहेका छन् भनेर टिक लगाउने ल। हस्, अब अनुसूची 2 मा जाऊँ हामी। 2 मा चाहिँ अब अनुसूची 1 चाहिँ नियम 3 सँग सम्बन्धित छ भनेपछि अनुसूची 2 चाहिँ नियम 4 सँग सम्बन्धित रहेको छ। यो चाहिँ प्रदेशमा रहने मन्त्रालयको कार्य जिम्मेवारी चाहिँ पर्छ। प्रदेशमा रहने मन्त्रालयहरूको कार्य जिम्मेवारी के छ त भन्ने कुरा, मुख्यमन्त्रीको जिम्मेवारी के हो, स्वास्थ्य मन्त्रीको जिम्मेवारी के हो, खानेपानी मन्त्रीको जिम्मेवारी के हो, उद्योग मन्त्रीहरूको जिम्मेवारी के हो भन्ने कुरा चाहिँ यहाँ गरिएको छ। त्यसै गरी हामी 1 नम्बरमा जाउँ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्ने जिम्मेवारीहरू, त्यसमा चाहिँ हाम्रो कतिवटा जिम्मेवारी छन् भन्दाखेरि जिम्मेवारी 28 वटा रहेछन् र सरस्वती एकचोटि हेरिहालौँ है। कार्य जिम्मेवारी रहेको छन्। 1 मा चाहिँ प्रदेश मन्त्री परिषद तथा मुख्यमन्त्रीको कार्यालय सम्बन्धी, त्यसपछि अर्को रहेको छ
प्रदेशभित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन सम्बन्धी, त्यसपछि कार्यविभाजन, नियमावली, तर्जुमा तथा कार्य सञ्चालन गर्ने। त्यहाँ चाहिँ कार्यविभाजन प्रदेशले चाहिँ यहाँ चाहिँ यति कार्यविभाजन गर्ने, यिनीहरू नियमअनुसार काम भएछ कि छैन तिनीहरू चाहिँ कार्य सञ्चालन गर्ने काम गर्दछ भन्छ। प्रदेश सरकारको नीति तर्जुमामा स्वीकृत कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने। त्यहाँ चाहिँ प्रदेशका नीतिहरू के छन्, के नीतिहरू निर्माण गर्नुपर्ने छ, त्यहाँ चाहिँ नीतिहरू तर्जुमा गर्नु के पर्नेछ भन्ने कुराहरू, त्यहाँ विभिन्न किसिमका नीति नियमहरूलाई स्वीकृत गराउने कुराहरू, त्यहाँ चाहिँ कार्यान्वयन गराउने कुराहरू भए। त्यसपछि हाम्रो अनुगमनको गर्ने कुराहरू, मूल्याङ्कन गर्ने कुराहरू चाहिँ के पर्छन्, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत पर्दछन्। अब अर्को रहेको छ प्रदेश सरकारको कार्य सम्पादन र नियमावली तर्जुमामा कार्यान्वयन भनेको प्रदेश सरकारले गरेका कामहरू, तिनी कार्य सम्पादनहरू चाहिँ नियमावलीहरू तर्जुमा गर्ने, तिनीहरूलाई कार्यान्वयन गर्ने काम कसको हो भन्दाखेरि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको रहेको छ। त्यसै गरी हाम्रो प्रदेश मन्त्रालयको कार्यको समन्वय, सुपरभिजन, अनुगमन तथा मूल्याङ्कन र नियन्त्रण। विभिन्न मन्त्रालयहरूले कामहरू कस्तो गरिरहेछन्, मन्त्रालयहरूसँग समन्वय गर्ने, मन्त्रालयहरू अन्य मन्त्रालयहरूसँग गएर त्यहाँको सुपरभिजन गर्ने, त्यहाँ काम कस्तो भइरहेछ अनुगमन गर्ने, मूल्याङ्कन र नियन्त्रण गर्ने कामहरू कसको हो, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हो। त्यसरी 7 नम्बरमा रहेको छ प्रदेश मन्त्री परिषदका निर्णयको कार्यान्वयन र अनुगमन गर्ने काम गर्छ। मन्त्री परिषदमा चाहिँ निर्णयहरू के भइरहेछ अनि तिनीहरूको निर्णय कस्तो छ, निर्णयहरू कार्यान्वयन गराउने र अनुगमन गर्ने काम पनि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हो। त्यसै गरी अर्को रहेको छ प्रदेश मन्त्री परिषदबाट स्वीकृत नियम र आदेशको प्रमाणीकरण गर्ने। विभिन्न निकायहरूबाट आएका त्यहाँ नियमहरू हुनन्, आदेशहरू होलान्, तिनी आदेश र नियमहरूलाई चाहिँ के गर्ने, प्रमाणीकरण गर्ने काम पनि यही अन्तर्गत पर्दछ। त्यसै गरी प्रदेशभित्रको राजनीतिक अवस्था के छ, आर्थिक, सामाजिक, शान्ति, सुव्यवस्था तथा एवं प्रशासनिक गतिविधिहरूको आवधिक जानकारी र सम्बोधन गर्ने काम हो। त्यहाँ चाहिँ प्रदेशमा राजनीतिक घटनाहरू के भइरहेछन्, आर्थिक वृद्धि दर, आर्थिक लगायतका विभिन्न आर्थिक क्रियाकलापहरू के कस्तो भइरहेछ, सामाजिक गतिविधिहरू के भइरहेछन्, शान्ति सुव्यवस्था कायम गर्ने कुराहरूमा के भइरहेछ, प्रशासनमा भएका विभिन्न किसिमका गतिविधिहरू सब कुराहरू चाहिँ के गर्ने, अवधेत गर्ने, तिनीहरूको जानकारी गराउने र सम्बोधन गर्ने काम कसको हो भन्दाखेरि मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालयको रहेको छ। अर्को रहेको छ मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने। मानव अधिकारहरूको संरक्षण गर्ने र प्रवर्धन गर्ने काम पनि कसको हो, मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको। त्यसै गरी अर्को रहेको छ नेपालको संविधान बमोजिम स्थानीय तहका सम्बन्धमा बनाउनु पर्ने प्रदेश कानुनको तर्जुमा गर्नुपर्छ। त्यहाँ चाहिँ नेपालको संविधानले चाहिँ के व्यवस्था गरेको छ, स्थानीय तहमा चाहिँ कस्तो किसिमको हाम्रो कानुन तर्जुमा गर्नुपर्ने छ, कानुन बनाउनु पर्ने छ, त्यो कुराहरू चाहिँ के गर्छ, स्थानीय तहका सम्बन्धमा पनि बनाउनु पर्ने प्रदेश कानुनको तर्जुमा कसले गर्छ भन्दाखेरि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्छ। नेपालको संविधान बमोजिम बनाउनु पर्ने प्रदेश कानुनको तर्जुमा नेपालको संविधानले के प्रदेशमा बनाउने कानुनहरू के छन्, तिनी बमोजिम चाहिँ के गरिएको छ, यिनीहरू पनि मन्त्री परिषदको कार्यालयले गर्दछ। त्यसै गरी प्रदेश स्तरका आयोग तथा निकायहरूको गठन एवं सञ्चालन र पदाधिकारीहरूको नियुक्ति वा सेवा सुविधा सम्बन्धी कानुनको तर्जुमा यसले के गर्छ, आयोगहरू, प्रदेश स्तरका आयोगहरू, निकायहरूको गठन एवं सञ्चालन काम गर्छ। जस्तै हाम्रो लोकसेवा आयोगको गठनहरू होला, अनि मानव अधिकार आयोगहरूका गठनहरू होलान्, विभिन्न किसिमका यिनी आयोगहरूका गठन, निकायहरूका गठनहरू सञ्चालन गर्ने यिनीहरू र पदाधिकारीहरूको नियुक्ति गर्ने काम, सेवा सुविधा सम्बन्धी कानुनहरू बनाउने काम भयो। यिनीहरू सबै कुराहरू मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्दछ। त्यसै गरी प्रदेश निजामती सेवा र प्रदेश
अन्य सरकारी सेवा सञ्चालन सम्बन्धी कानुनहरू पनि बनाउने काम गर्छ। प्रदेश निजामती सेवा ऐन बनाउने, त्यसपछि अन्य सरकारी सेवा सञ्चालन सम्बन्धी ऐनहरू बनाउने, जस्तै भ्रष्टाचार निवारण ऐनहरू, त्यसपछि सुशासन सञ्चालन ऐनहरू यिनी बनाउने काम कसको हो? मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको। त्यसै गरी गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानुन तर्जुमा। गाउँपालिका नगरपालिकाको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानुन बनाउने काम। कार्यालयको व्यवस्था कसरी गर्ने, कर्मचारीहरू व्यवस्थापन कसरी गर्ने नगरपालिका कार्य र गाउँपालिकाका, यिनीहरू सबै हो। अब अर्को रहेको छ सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधारका कामहरू पनि गर्छ। त्यसै गरी संवैधानिक निकाय वा आयोग, प्रदेश लोकसेवा आयोग र अन्य सङ्घीय तथा प्रादेशिक आयोगहरूको सम्पर्क र समन्वय गर्छ। सङ्घीय सरकारको स्वीकृत बमोजिम द्विपक्षीय वा बहुपक्षीय स्तरमा भएका सन्धि सम्झौता सहमतिहरूलाई कार्यान्वयन गर्दछ। त्यसै गरी प्रदेश प्रमुखको निर्देशन, कार्यान्वयन र प्रतिवेदन गर्दछ। त्यसै गरी अन्तर प्रदेश परिषद र सङ्घ तथा अन्य प्रदेश र स्थानीय तहसँगको समन्वय र अन्तर सम्बन्ध गर्दछ। सम्बन्धहरू के कस्तो छ बुझ्दा। प्रदेश स्तरका आयोग र निकायहरूको गठन एवं सञ्चालन र पदाधिकारीको नियुक्ति एवं सेवा सुविधा। त्यसै गरी अर्को निर्वाचन कार्यमा सहयोग र समन्वय गर्दछ। निर्वाचन कार्यमा सहयोग के कस्तो छ, समन्वय के कस्तो छ, तिनीहरू कहीँ गर्दछ। त्यसै गरी प्रदेश मानव संसाधन विकास योजना तर्जुमा र कार्यान्वयन गर्दछ। प्रदेश निजामती सेवा र अन्य प्रदेश सरकारी सेवा सञ्चालन सम्बन्धी ऐन तथा मापदण्ड तर्जुमा एवं कार्यान्वयन र अभिलेख व्यवस्थापन पनि गर्दछ। प्रदेश स्तरका सरकारी निकायको गठन तथा व्यवस्थापन सर्वेक्षण र व्यवस्थापन परीक्षण गर्दछ। त्यसै गरी प्रदेश स्तरीय तालिम नीति तथा मापदण्ड निर्धारण र स्तरीकृत तथा राष्ट्रिय प्रदेश रहेका केन्द्रहरू, तालिम केन्द्रहरू चाहिँ सम्पर्क गर्दछ। त्यसै प्रदेश स्तरीय सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड बनाउँदछ। त्यसरी स्थानीय तहको कानुन निर्माण तथा न्यायिक समितिको कार्यमा समन्वय र सुदृढीकरण गर्दछ भन्छ। त्यस्तै गरी अर्को 2 मा रहेको छ आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय। यसका जिम्मेवारीहरू पनि छन् टन्नै। यसका जिम्मेवारी टन्नै छन्। यिनीहरू सबै कुराहरू चाहिँ हेर्नु होला एकचोटि वेबसाइटमा गएर प्रदेश सञ्चालन सम्बन्धी यो ऐनलाई चाहिँ के गर्नु होला, डाउनलोड गर्नु होला, हेर्नु होला। त्यसै गरी अर्को रहेछ आर्थिक मामिला तथा मामिला मन्त्रालयहरूका काम कार्यहरू। आर्थिक नीति तर्जुमा गर्नेहरू भए प्रदेश आर्थिक स्रोत, बाँडफाँड, लगानी कसरी गर्ने, यिनी सबै कुरा, वैदेशिक ऋणहरू कसरी रेखाङ्कन कसरी गर्ने, प्रतिवेदनहरू बनाउने, यिनी सब कुराहरू चाहिँ यसमा पर्छन्। हेर्नु होला एकचोटि डाउनलोड गरेर सम्पूर्णले। त्यसै गरी हाम्रो होम उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय रहेको छ। यिनीहरूका पनि काम जिम्मेवारी चाहिँ रहेका छन्। त्यसपछि अर्को रहेको छ कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि सम्बन्धी सम्पूर्ण कामहरू गर्ने। त्यसपछि खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गतका काम कारबाहीहरू रहेका छन्। त्यसै गरी भौतिक पूर्वाधार विकास मन्त्रालयका काम कारबाहीहरू छन्। त्यसै गरी वन तथा वातावरण मन्त्रालयका कामहरू। त्यसै गरी सामाजिक विकास मन्त्रालय। त्यसपछि 10 मा चाहिँ स्वास्थ्य मन्त्रालयका कार्य जिम्मेवारी सम्पूर्णहरू डिटेलमा चाहिँ यहाँ रहेका छन्। आज्ञाले राजेन्द्र शाह कानुन सचिव उहाँले चाहिँ बनाउनु भएको रहेछ। ल हस्, थ्याङ्क यू सो मच। सम्पूर्णमा भिडियो हेरेर साथ दिनु होला र लाइक, कमेन्ट, सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला र यस्तै भिडियोहरू आगामी दिनहरूमा पनि हाल्नेछु। सपोर्ट गरिदिनु होला। धन्यवाद। ल बाई।